हेलो नमस्कार सबैजनालाई र आज फेरि यो छुट्टीको दिन हामी यहाँ चार पाँचजना के चारजना यहाँ हामी चाहिँ यसो आज छुट्टीको दिनमा अन्त बिहान चाहिँ पानी पर्दै थियो। अहिले चाहिँ अलिक दिन ओपानो भएर घामसाम लागेदाखेरि चाहिँ हामी यहाँ तिन चारजना चाहिँ खोलातिर यसो टाइम पास गर्नु यहाँ यताउता अब खोलातिर है के कसो रहेछ खोलातिर यसो घुम्दै फिर्दै खोला नालातिर अन्त यसो अब त्यहाँ मासु सासुहरू पनि पोलेर खाउँ भन्ने सल्लाह भएर यहाँ हामी चारजनाको चाहिँ जाँदैछौँ घरदेखि निक्लेर। यहाँ अब पर एकजना चाहिँ पर खोलामै पर्खिरहेको छ मासु लिएर अघि नै। हामी तिनजना चाहिँ अलिक ढिलो भयो यहाँबाट। यहाँनिर यता प्रकाश दाजु यहाँनिर रिटायर पुलिस हो। यता यहाँनिर दाउरा साउरा सब बोकेर अन्त यस्तो छ। अब यहाँदेखि चाहिँ हामी घरको नजिकैको खोला, त्यस्तो टाढो होइन, हिँडेर 5-10 मिनटमा पुगिहालिन्छ। यहाँ बाटोमा चाहिँ पुरै बाउले यहाँ छोरालाई स्कुटी प्र्याक्टिस हुँदो रहेछ, सिकाउँदैछ। यहाँ स्कुटी पनि सिकाउँदैछ। यहाँ हाम्रो पानी बोक्ने चाहिँ हरायो बिचारा, एक्लै साह्रो परेछ पछाडि। पानी बोक्नेलाई चाहिँ साह्रो परेछ बिचारा, घरकै पानी खाने भन्छ। ऊ यहाँ तलदेखि बोक्दा नि त हुन्थ्यो नि त पानी भरेर चाहिँ, अन्त घरबाटै पानी भरेर नै लिएर आउँछ। अन्त लो हामी चाहिँ यहाँ खोला पनि पुग्यौँ। यहाँनिर आइपुग्यो भन्दा नि यहाँ पुलमा यहाँ आइपुग्यो। यहाँ चाहिँ अब खासै यो पुलको चाहिँ यो खोलाको चाहिँ किन आएको भन्दाखेरि चाहिँ अरू खोला पनि छ, तर यो खोला चाहिँ किन आएको भन्दा चाहिँ हामी चाहिँ यो खोला चाहिँ हामी पहिला अब धेरै वर्ष, म चाहिँ नआएको चाहिँ धेरै वर्ष भयो। यो खोला झन्डै भनौँ भने 12-15 वर्ष जस्तो भइसक्यो होला झन्डै। म त पहिला हामी स्कुल पढ्दाखेरि है, मसिनो हुँदाखेरि चाहिँ यो खोलामा चाहिँ हामी स्कुलबाट पनि कोही बेला भागी के गर्दै यहाँतिर आइन्थ्यो है, पौडीहरू खेल्नु के गर्नु। यहाँ एकजना यहाँ छ हाम्रो मासु लिएर आउने चाहिँ पछाडिको, अन्त त्यसरी आउँथ्यो। र अन्त त्यो आजभोलि यता अब नआएको धेरै भएको छ। म मात्रै के यहाँ हाम्रो अगाडि दाजुहरू पनि यता नआएको धेरै भयो भन्नु हुँदै थियो। त्यही भएर चाहिँ आज जाउँ न त भनेर चाहिँ आएको है। अब यो खोला चाहिँ यस्तो छ, झन् चाहिँ यो त्यस्तो खासै होइन, त्यही माथि अहिले बर्खाले गर्दाखेरि है पुरा धमिलो खोला। अन्त त्यस्तै छ है। अब धेरै वर्षको अन्तरालमा यो खोला आयो हामी, अन्त त्यही भनेर चाहिँ यसो आएर यहाँ बसौँ भनेर चाहिँ मासु सासु पोलेर खाउँ भन्ने विचार। र अहिले भन्ने चाहिँ यो हामी खोलाको छेउमै आइपुग्यौँ है, खोलामै आइपुग्यो भनौँ न। तर यो पहिला चाहिँ यस्तो थिएन। अहिले चाहिँ अब पहिला चाहिँ बाटो राम्रो थियो है, अहिले चाहिँ अब पुरा यस्तो यहाँ त पुरा रक क्लाइम्बिङको जस्तो यस्तोहरू बनाइदिएको रहेछ यहाँ पुरा। अब यस्तोमा झुन्डिँदै पक्रिँदै जानुपर्ने अरे, यस्तोमा यहाँनिर है पक्रिँदै झुन्डिँदै जानुपर्ने रहेछ। यो त चिप्लो रहेछ। लो खोला आइपुग्यो। खोला आइपुगेर यहाँनिर हाडफुड हुँदैछ पछाडि। अब हुन चाहिँ खोला चाहिँ अब यस्तो भइसकेको रहेछ है। पहिला चाहिँ यहाँनिर चाहिँ एउटा दुवा थियो पौडी खेल्ने। यहाँनिर हामी स्कुलबाट आएर चाहिँ यहाँनिर ठुलो एउटा दुवा थियो। अहिले त पुरा उयो भएछ, त्यही माथि बर्खाले गर्दाखेरि डल्लै यहाँ धमिलो है छ पानी अहिले। तर पहिला चाहिँ हामी यहाँतिर आएर स्कुलबाट आएर यहाँतिर आएर चाहिँ पौडीहरू खेल्ने गर्थ्यो है। यहाँ ठुलो दुवा थियो एउटा, यहाँ तलैदेखि लिएर दुवा थियो यहाँदेखि सलिड। अहिले चाहिँ अब सबै उयो भएको रहेछ। र अब यहाँ फाँडफुड हुँदैछ है। अब यो फाँडफुड भइसकेर त्यहाँबाट चाहिँ यसो आगो सागो फुट्ने कोसिस गरौँ। बोल्छ होला आगो, उयो त हेर्दै गर्नुहोस्।
र अहिले भन्ने चाहिँ यहाँनिर आगो सागो फुक्यौँ, आगो पोल्दैछ। अब यो ढुङ्गामाथि चाहिँ मासु पोलेर खाने भन्छ यहाँ केटाहरूले। मासु चाहिँ यहाँनिर म्याग्नेट गरेर राखिरहेको छ, यहाँनिर यहाँ छ है। अन्त त्यसकोसँग साथी यहाँ रहेछ फेरि अलिकति यहाँ आगो चाहिँ पोल्दैछ पोल्नु चाहिँ। अब यहाँ माथि चाहिँ मासु पोलेर खाने दिन्छ, नयाँ एक्सपिरियन्स, अब नयाँ एउटा ट्राई गरौँ भन्ने नि। यहाँ दुई भाइ चाहिँ माछा मारेको अरे। अब यो माछा चाहिँ खास मारेको होइन, टाइम पास चाहिँ गरेको। माऱ्यो भने छोड्ने हो, रिलिज गर्ने। के हो, माछा लाग्दैछ? यो माछा चाहिँ मार्ने चाहिँ होइन, यसो टाइम पासमा चाहिँ लागिहाल्यो भने छोडिदिइहाल्ने अरे उहाँहरूले। मलाई चाहिँ त्यस्तो माछा साछा त्यस्तो मार्नु साह्रै आउँदैन पनि, म गर्दिनँ पनि। 7 वर्ष बादमा गल्तीखेर त्यस्तो छ। एकजना यहाँनिर मासु पोल्ने ढुङ्गामा मात्रै हुँदैन भने चाहिँ चिउरा पनि बनाउँदैछ बाँसको। गङ्गे म्याम्सले चाहिँ अलग्गै चुला बनाउने, अलग्गै पकाएर खाने मन पर्दैन अरे। उसलाई चाहिँ ढुङ्गाको मन पर्दैन अरे, अलग्गै पोलेको खाने अरे। अलग्गै पोलेको खाने त चाहिँ। ल मासु पोल्दै पनि स्टार्ट भयो है, मासु पोल्नु थालिसक्यो। अब एक राउन्ड चाहिँ ढुङ्गामाथि पोल्दैछ, अर्को राउन्ड चाहिँ अब बाँसको चिउरा बनाएर गर्छु होला, किनभने पानी पर्ला जस्तो हुन थाल्यो है मौसम। यहाँ धमाधम मासु पोलाइ हुँदैछ। ढुङ्गामाथि मासु पोलाइ हुन थाल्यो अब यहाँनिर। आगो अलिक कम्ती गर्ने बेला भयो जस्तो छ, आगो बेसी भयो। रक्सी फिटाइ चाहिँ यतिको हो नि त यहाँनिर, यतिको चाहिँ रक्सी फिटाइ हुनु पऱ्यो नि। मासु पाक्दैछ। यहाँ तल फेरि माछा मारे यहाँ भयो। अब भनेको मारेको गर्छ, कहाँ लानु अब त्यो माछा? कम त भइसकेर माछा मारे गर्छ हो। सुब्बा दाजु लानु ल 2 किलो जस्तो चाहिँ। सुब्बा दाजु 2 किलो जस्तो तपाईँ लानु। माछा चाहिँ ह्यान्डी नै मारिदिँदैछ नि। म चाहिँ यहाँ मासु पोल्दैछु। अब पाक्नु आँटेको छ, त्यहाँबाट चाहिँ खानुपर्छ मासु तासु। पानी पनि पर्ला घरिघरि, तर यो अहिले बर्खाको दिन है, घरिघरि पानी पर्ला जस्तो नै हुन्छ, फेरि घाम लाग्ला जस्तो नै। एकछिन पर्छ, घाम लाग्छ, त्यस्तै गर्दै यताउता धन्न पानी चाहिँ परि चाहिँ हालिदिएको छैन है। र आजको दिन पनि यसै नै जाने हो। अब यहाँनिर अब यहाँ मासु सासु पोलेको एक छप्का चाहिँ रेडी भयो। अब यहाँनिर यहाँ अचार सचार यतै पोसेर हो, अर्ग्यानिक यतै खास अर्ग्यानिक लगाउँदैछ यहाँनिर। अर्को लट यता पाक्दैछ फेरि। यो पहिला चाहिँ सुब्बा दाजुले दिउँ के लाग्यो। मासु चाहिँ पाकेछ।
त्यहाँ मासुमा देख्नु पऱ्यो नि र आजको दिन पनि यसै नै गयो है, यसै नै काट्यो। यहाँ पछाडि 3 जना छ, 4 जना खोलामै दिन पनि काट्यो। र यति भन्दै यो भिडियोलाई म यहीँ अन्त गर्न चाहन्छु है, यहीँ नै राख्छु। र फेरि नेक्स्ट भिडियो लिएर आउनेवाला छु तपाईँहरूसँग है। र त्यसो भन्दै यो भिडियोलाई यहाँ इन्ड गर्छु। थ्याङ्क यू। अहिले फिलहाल चाहिँ यहाँ आइपुग्यो हामी। ल यताबाट पनि लास्ट बाई बाई हान्थ्यो। लु शुभ दाजु हामीलाई दामी खान्थ्यो क्या पोलर, त्यसको लागि अर्को पालि फेरि ल्याउँछु धेरै धेरै धन्यवाद।